नबोलाम भने नि बोल्नै पर्ने बाध्यता बनाउँछ कि हर्को समानको कुरो सुन्दाखेरि यति खुन तातेर आउँछ कि यसले कहाँसम्मको रहेछ त यो कहाँसम्मको एमालेको झोली रहेछ त यो नम्बर 1 रहेछ के माइस बस्नेको जेठा दाइ रहेछ के यो मासाले यो खाते हो यसलाई यस्तै बोल्नुपर्छ यो गुरुलाई यसलाई सम्मान गर्नु सुहाउँदैन यसलाई अपमान गर्ने गाली बिजिदीको सुहाउने छ के यसको बोली व्यवहारले गर्दाखेरि साले कति तैँले सौदाले पनि त्यति रिस गर्दैन भने बालेनलाई कति रिस उठ्यो कहिले भने 48 घण्टा छोडिदिन्छ त मलाई प्रधानमन्त्री भन्ने तँलाई कतिको भोगी छ त प्रधानमन्त्रीको सुहाउनु पर्ने नि तँलाई प्रधानमन्त्री हुनुलाई तेरो न रङ्ग छ न ढङ्ग छ साले लाज नभएको त गुरु पहिला तिमी माओवादी हुँदाखेरि कति पैसा लुटेर ठगेर खाएको रहेछ त तेरो पनि राम्रो छ नियत अस्ति न माइकिङ फुक्दै यो सार्वजनिक जग्गा हो भनेर त्यहाँ मान्छेले उठाउँदै थिए त तिमीले नि रुँदै थियो मान्छेहरू लडी बडी भुइँमा अनि हर्क समाङलाई बालेनलाई चाहिँ किन रिस गर्छ तैँले को सही को गलत त त्यहाँ छुट्याउँदै छ त बालेनले को सक्कली को नक्कली व्यवस्था गर्छु भन्दैछ त तैँले सिकाउनु पर्छ बालेनलाई तिमी भन्दा सही गुना अगाडि छ बालेन तिमीले सिकाउनु पर्दैन तिमी जस्तो स्ट्याटक लेख्दैमा म जस्तो पढेको कोही छैन म जस्तो जान्ने सुन्ने कोही छैन भनेर फुर्ती लाउँछ त्यस्तो फुर्ती लाउने मान्छेले यस्तो गाली खान्छ के यस्तो विजयी हुन्छ के त्यस्तो फुइलाउने मान्छेले साला चोर डाका तँलाई लाज छैन शरम छैन तँलाई नयाँ पार्टी हो भने नयाँ पार्टीलाई समर्थन गर्नु पर्दैन तैँले जेएनजीको खोइ तैँले जेएनजीलाई समर्थन गरेको छ त्यत्रो बलिदान दिएको मान्छेलाई बच्चाहरूले समर्थन गरेर बोलेको छ तैँले तेरो गुखाने मुखले कहिले बोलेको छ त साले ठक त्यत्रो मान्छेले ज्यान नदिएको भए त्यत्रो जेएनजीको आन्दोलन नभएको भए त संसद हुनु पाउँथ्यौ त गोरो त नालायक साले लाज छैन शरम छैन अलिकति के बोल्नुपर्छ भनेर थाहा छैन संसद भइसक्यो मान्छे जदाभावी बोलेर बस्छ अर्कालाई जदाभावी लेखेर बस्छ अचलाई ठुक्क बरु तेरो नियतलाई तेरो बुद्धिलाई थुक्छु साले गोरु खाते हो तिमी ढुङ्गा बोक्न जानेको छ हो रहेछ सबैले भन्दै यो ढुङ्गे भन्दै ढुङ्गे रहेछ के तैँले सक्छ भने ढुङ्गा बोकेर समुद्रमा पुल बनाउँदा तैँले सक्छस् साले अच्छा खाली पैसा मागेर अझै पनि मागेर खाँदैछ देशको उनीहरूले विदेशीबाट पठाएको रिमिट्यान्सले बनाउनुपर्छ देश कर तिरेको पैसाले बनाउनुपर्छ देश कति त्यो भ्रष्टाचार गरेर कति विदेशमा ब्याङ्कमा जम्मा गरेको छ त्यो पैसा सरकारले ल्याएर यो देशमा लगानी गरेर देश बनाउनुपर्छ भन्न तेरो गुहाने मुखले त्यति भन्न आउँदैन खालि पुरानोको समर्थन गरेको छ नयाँ पार्टीलाई आलोचना गरेको छ नाना भाती लेखेको छ विरोध गरेको छ खुट्टा तानेको छ साले खाते फुर्ती गर्छस् म जस्तो कोही छैन भनेर त जस्तो त मात्रै छ जान्ने सुन्ने साले खाते होस गरेर बोल जेएनजी हो यसको मुख टार्नु के यसको मुखमा मुक्का हान्नु पर्ने रहेछ के